सम्पूर्णलाई वेलकम छ गाइस। सुरुमा त च्यानललाई सब्स्क्राइब गर्नु होला, फेसबुक पेजलाई फलो गर्नु होला, टिकटकलाई फलो गर्नु होला। आज दिनभरि कस्तो कस्तो ठाउँमा गयौँ, कस्तो हेऱ्यौँ, के हेऱ्यौँ भन्ने कुरा तपाईँलाई पनि देखाउन मन लागेर भिडियो खिचेर भिडियो हालेका छौँ। साथी लिएर हामीले भएर भिडियो खिचेर हालेका छौँ। सम्पूर्ण जति पनि जनाले हेर्नुहुन्छ सबैजनाले भिडियोलाई मन पराइदिनु होला, कस्तो नछ कमेन्ट गर्नु होला, च्यानललाई सब्स्क्राइब छ अवश्य पनि गरेर जोडिनु होला, पेजमा पनि फेसबुक पेजमा जोडिनु होला। यहाँ म्याकडोनल्ड्समा धेरै पटक मैले चाहिँ यो नयाँ बनाइसकेपछि काम छ कि छैन भनेर मैले यहाँ फोन हालेँ। यहाँ चाहिँ काम छैन भनेर फोन पनि काममा पनि राख्दैन होइन। काम पाउन विदेश भनिन्छ, यहाँ विदेशमा काम पाउन धेरै दुःख छ। मैले यहाँ 2-3 पटक फरक नम्बरबाट फरक मान्छेलाई फोन हालेँ। 2-3 पटकसम्म ट्राई गर्दाखेरि पनि त्यहाँ मैले सकिनँ, त्यहाँ छिर्नै सकिएन होइन। काम पाउन यी विकसित राष्ट्रहरू भनिन्छ, हामीले ठुला देशहरू भनिन्छ। ठुला देशमा अहिले मान्छेहरू विभिन्न देशबाट धेरै मान्छे भइसक्यो, त्यही भएर यो ठुला देशहरूमा काम पाउन चाहिँ धेरै दुःख छ, धेरै दुःख छ। म चाहिँ अब यहाँबाट सर माथि जान्छु, लिफ्टबाट माथि जान्छु। म चाहिँ यस्तो हुँदै यो मेरो डेली भ्लगमा हाल्नेछु र म यस्तो हुँदै ठ्याक्क पर ठाउँमा पुगेको पनि हाल्नेछु। हस्, थ्याङ्क यू। मान्छेहरू फेरि यहाँ यति हिँड्छन् होइन, मान्छेहरू लास्ट हिँड्छन्। यो स्टेसन हो, म अहिले ट्रेन स्टेसन भइसक्यो। म आज ट्रेनमा चढेर हिँड्न चाहिँ पर्दैन, म यो ट्रेनमा जान चाहिँ पर्दैन। अब यो हिँड्दै जाने ठाउँ हो। मान्छेहरू यस्तो हुन्छन् यहाँ, देख्नु पनि जानुभयो होला। ट्रेन स्टेसन हो यो, दिदीको हिँडाइ पुरा यो लास्ट भिडभाड हुन्छ क्या यो ठाउँ भनेको। यहाँ 10 मिनट जति यहाँ ट्रेन रोकिनुपर्छ, यहाँ अट्ने ठाउँ हुँदैन। यो सबै ट्रेनबाट झर्नेर आउने हो। यहाँ 5 मिनट फरकमा जतासुकै जाने ट्रेन, बुलेट ट्रेन, भुइँबाट अन्डरग्राउन्ड चिखातेछु होइन, माथि सिन्खनसेन, अनि गएर माथिबाट अर्को ट्रेन। 24 घन्टा दौडिरहन्छ त यहाँ। यति भिडभाड हुन्छ भनेपछि यहाँ 5-7 मिनट, 10 मिनट, 1 घन्टा लाइन जाने, अनि लाइन गएपछि ट्रेन चल्दैन हो। त हुने बित्तिकै यहाँ लास्टै हुन्छ। म यताबाटै छिरेँ। ए ल, म बाहिर आइसकेँ। बाहिरको दृश्य यस्तो छ है। यता पनि मान्छेहरूको भिडभाड त्यस्तै हुन्छ। म जाने यता हो, यताबाट सर्र जान्छु म। मान्छेहरू यस्तो लास्ट भिड हुन्छ, यहाँ केही पनि हुँदैन। मान्छे भनेको केही पनि हुँदैन, पुरै सिस्टममा चलिरहेको हुन्छ, सिस्टममा फलो गरिरहेको हुन्छ यहाँको मान्छेहरू। यस्तो छ, मान्छेहरूको भिडभाड देखिसक्नु होला। एक कुहिरोहरू पनि एउटा घुम्नको लागि आइरहेका छन् है, अर्को देशबाट। तर एउटा इन्ट्रेस्टिङ कुरो भनेको यहाँ के छ भने यो हिरोसिमा र नागासाकीमा अमेरिकाले जुन एटम बम हान्यो, एटम बम हान्दाखेरि पनि त्यहाँको कुनै त्यो भग्नावशेष नहटेकिन अहिले चाहिँ यहाँको सरकारले पहिल्यैदेखिबाट पुरै त्यो टुरिस्ट एरिया बनाइदिएको छ। त्यही हेर्नको लागि नै अहिले चाहिँ अमेरिकाको मान्छेहरू आइदिन्छन्। कस्तो इन्ट्रेस्टिङ है। यहाँका मान्छेहरूले कहिले पनि अमेरिकाको मान्छेलाई यस्तो उस्तो भनेर कहिले कराउँदैन, सम्मान एकदम रेस्पेक्ट गर्छन्। लाइफको बिग पार्ट भनेको रेस्पेक्ट त हो नि। डेन्जर। हिजो त्यस्तै घुस्न परेको देशका मान्छेहरू यहाँ घुम्नको लागि आउँछन्, तर यो देशका मान्छेहरूले यस्तो राम्रोसित सम्मान गर्ने, रेस्पेक्ट भन्ने कुरा यिनीहरूले छोड्दैनन्। लास्टै रेस्पेक्ट गर्छन्। यहाँका मान्छेहरू चाहिँ धेरै एकदम यो रेस्पेक्ट गर्ने खालकै पर्छन्। म यतातिरबाट झर्दा नि हुन्छ, म यहाँबाट जान्छु। यो झर्नेर निस्किने फेरि छुट्टा यो यहाँ पनि। यता गाडीहरू हालत यस्तो रहेछ। ट्राफिक लाइट होइन, उता मान्छे आकाशे पुलमा हिँडिरहेका छन्। यहाँ ट्राफिक लाइटमा गाडीहरू रोकिरहेको छ। भिडियो चाहिँ लगभग 30-35 मिनट जतिको हुनसक्छ। पुरै हेर्नु होला। म फेरि अहिले अर्को ठाउँबाट छिरेर अहिले फेरि भयङ्कर यो ठुलो सिटी होइन, पहिला मैले काम गरेको होटल हो यो अल्को
वेस्टर्न है यो 35-36 तलको छ यहाँ आइसकेको छु यति हल्का छ माथि टोपमा मल सबैभन्दा माथिल्लो फ्लोरमा काम गर्थेँ है यसमा हो यो देखेको यसमा चाहिँ मैले काम गर्थेँ यहाँ चाहिँ यस्तो छ है यस्तो छ मैले यो अझै पनि हामी त जाने ठाउँमा पुगिसकेको छैन म यहाँ ट्राफिक लाइट बोलिरहेको छ अगाडिमा रातो बोलिरहेको छ र म यहाँ रोकिरहेको छु यो ट्राफिक नियमको पालन गर्नुपर्छ मैले पहिला यो अर्को ठुलो होटलमा यसको टपमा मैले काम गर्थेँ टपमा 28, 29, 30, 31, 32 तलसम्म काम हुन्थ्यो यो होटलमा काम गरेको थियो अहिले यसमा छैन यसमा छोडियो अहिले चाहिँ यस्तो छ यसरी काटेँ ट्राफिक लाइट पनि खुल्यो म अब अगाडि लाग्छु ट्राफिकको यो जेब्रा काट्नु बाटो त यो 5 लेनको बाटो छ हिँड्दै काट्नलाई पनि धेरै लामो छ उता पनि रोकिरहेका छन् दिदीहरू फेरि कति सुस्ता हिँडेको यो त गाडी रोकिरहेको छ जाने त यताबाट गएदेखि छिटो हुन्थ्यो यहाँ बाटो खोल्न ढिलो हुन्छ म सिधै यतातिरबाट जान्छु है छिटो सकेसम्म हावा लाउने पानी आउँछ कि जस्तो भइरहेको छ सकेसम्म हामी गन्तव्यमा छिटो पुग्ने कोसिस गर्छौँ र भिडियो क्लिपहरू लिनेछु म फेरि यो अब यो रुखहरू हेरौँ यो बाटामा सारेका रुखहरू यो यति राम्रो देखिन्छ कि यति राम्रो हुँदो रहेछ होइन यो अलि अस्ति यो फुल फुलेर सेतै थियो यो पुरै सेतै भइसकेको थियो अहिले त्यो फुल खसेर सकिएर अहिले फेरि यो पुरै हरियो यस्तो भएको छ पुरै यो अगाडिसम्म लाइनैसम्म छ यो ठ्याक्कै यो रोड छ र अनि यो रोडमा बिचमा चाहिँ यस्ता ठुल्ठुला रुखहरू छ यसले यो प्रकृतिका लागि यसले मान्छेको अक्सिजन पुर्याउनका लागि मानिसका लागि अति आवश्यक छ यस्ता रुखहरू बाटोहरूमा यस्तो सिटीहरूमा यो फोहोर मैला धेरै हुन पनि पाउँदैन यस्तो भएपछि यो चाहिँ एकदम सिस्टम चाहिँ यहाँको यो एकदम राम्रो हो यो रुखहरू यस्तो राम्रो छ यो रुखहरू पुरै यो काटेर गोलो जस्तो बनाइएको छ रुख पनि धेरै राम्रो यो साइजको छ धेरै राम्रो छ इन्ट्रेस्टिङ छ यो रुखहरू पनि ल त हाम्रो सरसित भेट भइहाल्यो ठ्याक्क उमेशलाई फर्केर आइगर न के अरे यार फेरि अलिक राम्ररी भन ए हजुर अरू खै नेपाली छन् त्यो नेपाली भएर आउला कि भएर यहाँनिर पनि गएको हो नि यहाँ गएको छ हो सेन्दाई ल्याङ्ग्वेज यता हो ए हो मलाई थाहै थिएन यार हामी त पहिला यहाँ त भित्र गएर डुलिरहेको थियौँ त होइन अस्ति नै त्यो लाइट बोलेट ठाउँ जाँदाखेरि हामी जाने भनेको फाइनल्ली डाँडो चाहिँ हो त्यो डाँडो भन्दा माथि के भन्छ उमेश त्यो ठाउँलाई त्यसपछि हामी जाने चाहिँ हो त्यहाँ हो यताको भ्यू चाहिँ यस्तो छ हामी चाहिँ अहिले त्यहाँ गएर तलको पनि भ्यू तानेर सबै हेर्छौँ अब जाने हो त्यो टावर छ जुन हो त्यो टावर भएको ठाउँमा जाने हो त्यो गाउँ जस्तो त्यो जङ्गल जस्तोमा जाने हो पानी आएको छैन अहिले हिँडिरहेका छौँ उस सर लाउरे अगाडि हिँडिरहेछन् दुईजना भएर हिँडिरहेछौँ हामी अहिले ठ्याक्क हो यहाँ जान्छौँ यस्तोमा ल हामी चाहिँ अहिले पुरै फाइनल्ली यतातिरबाट हिँड्दै आएर अहिले चाहिँ यो खतरा ठुलो खोलामा आइसकेको छौँ यो हाम्रो यो सेङ्जाको आँधी खोला जत्रै रहेछ हो कि न उमेश भन्नु त यहाँ यो हाँसहरू पनि खेलिरहेको रहेछन् यहाँ हाँस खेलिरहेको रहेछन् यो खोलो चाहिँ एकदम दामी खोलो रहेछ हाम्रो सर ल है भनौ है के भन्छौ त आज यो घुम्न आउने विषयलाई लिएर कस्तो फिल भइरहेछ के भन्छौ पहिल्यै गएको थियो त्यही पनि आज यसो छुट्टी भएको भएर जाम भनेर त्यहाँ माथि गएर कस्तो देखिन्छ त कतिपय पहिला कोसित गएको थियो पहिला त एक्लै
होइन को सुनिलसित सुनिल काले कोसेली दिदी ए सँगै गएको थियो गाडीमा गएको थियो हिँडेरै ए हिँडेरै गएको थियो ल अब चाहिँ हामी चाँडै नै त्यहाँ जान्छौँ यहाँ तलको यो खोला चाहिँ एकदम राम्रो कि एकदम सफा रहेछ कि छक्कदेखि नि यस्तो सफा रहेछ खोला यस्तो राम्रो रहेछ सर आत्तिए क्या जाम कि जाम भनेर माथि गएर रात पऱ्यो भने फेरि अर्थ हुन्न यो लाइट बल्न थालिसक्यो नि त बाटोमा यता यस्तो छ यो बाटोमा यो लाइट बल्न थालिसक्यो यहाँ खोला चाहिँ एकदम राम्रो पुल भयङ्कर ठुलो पुल छ है पुलो यो यहाँको यो ढल व्यवस्थापन यति राम्ररी गर्छ कहाँ हाल्छ यहाँको ढल भन्ने कुरो थाहै हुँदैन यो खोला यहाँ यस्तो सफा हुन्छ यहाँको खोलामा पानी ढल कहाँ हाल्छ भन्ने कुरो थाहै हुँदैन यस्तो छ यहाँ यो अगाडिको उमेश होटल है छ क्या हो यो होइन ए यस्तो छ यहाँ यो सिन चाहिँ मलाई सही लाग्यो खोलाको र फाइनली हामी चाहिँ यहाँ घुम्नको लागि सर र आज छुट्टी भएको बेलामा घुम्नको लागि भनेर यता आइरहेका थियौँ यता आउँदाखेरि यताको दृश्य देखाउन यता आउनु सर भिडियो हाल्नु नि यता अलिक नजिकबाट यहाँ आइरहेका छौँ यहाँ आउँदाखेरि चाहिँ एउटा यो ठुलो एउटा यहाँ पोखरी टी भन्ने एउटा ताल जस्तै छ र यो हेर्दाखेरि पनि यो भयङ्कर गहिरो छ तल माछाहरू पनि रहेछन् अलिअलि धेरै गहिरो छ ठुलो छ यहाँ ढुङ्गाहरू नभए पनि एकदम यो फेवता लागेको जस्तो फिल भइरहेको छ एकदम राम्रो घुम्नको लागि एकदम राम्रो ठाउँ रहेछ यो पनि यहाँ म्यापहरू पनि छ म्यापहरू हेरेर जान सक्नुहुन्छ सफाइहरू भन्ने कुरा पनि त्यस्तै छ पानी त्यस्तै सफा छ यहाँ कहाँ कहाँ जाने भन्ने कुरो यहाँ म्यापबाट देखाइरहेको छ युनिभर्सिटी सेन्ट्रल लन्डन भनेर देखाइरहेको छ सेकेन्ड कम्पाउन्ड भन्ने यता कता कता हो होइन खान्जीमा लेखाएको छ पुरै चाइनिज अक्षरमा लेखिरहेको छ यहाँ पुरै यो सिस्टमहरू रहेछ यहाँ अपाङ्ग मन्त्री बाटो भनेर पनि पुरै यहाँ व्हिल चेयरहरूमा हिँडेको क्यारेको देखाइरहेको रहेछ ल हामी अब यहाँबाट निस्क्यौँ फेरि हो यहाँबाट सिधा माथि हिँड्न पनि यति उकालो छ लाउरे उता सुवास गरिरहेछन् थाकेर यहाँ मन्दिर आइयो है मन्दिर रहेछ यहाँ दामी है मन्दिरको तल चाहिँ यहाँ चाहिँ यो जहाँ पनि तल रातो जुन देखिएको त्यस्तै हुन्छ यहाँको मन्दिरमा इन्ट्रेस्टिङ पार्ट भनेको यो छ उता पनि त्यस्तै छ लास्ट उकालो रहेछ थकी लगाइसक्यो यो बाटो बन्द भएछ अब यहाँबाट गाडी हाल्न नपाइँदो रहेछ रातिमा पुरै यहाँ लाइट बलिरहेछ बाटो पार लगाइसकेको छ यहाँका मन्दिरहरू फेरि यो नेपालको जस्तो प्यागडा शैलीमा चाहिँ हुँदैन यहाँका मन्दिरको लुक्सहरू भनेको यस्तो हुन्छ है यहाँका मन्दिरको लुक्स यस्तो हुन्छ है यस्तो छ यहाँको मन्दिरको लुक्स म फेरि एक्लै हुन्छु क्या छोडिएँ लौरे अगाडि गइसक्यो यता पनि त्यहाँबाट पनि बाटो लक गरिदिइरहेको रहेछ त्यो त पुरो हल्का डम्पिङ साइड रहेछ कि हल्का फोहोर जस्तो देखियो हामी चाहिँ फाइनल्ली यो जङ्गलभित्र छिर्न लाग्यो अहिले आउँदाखेरि हो यो टल्केको पनि लाइट बल्छ यो यसको यो पनि लाइट बल्छ अहिले तर अहिले यो जङ्गलतिर आयो पुरै जङ्गल आइछ त है ए यहाँ तल फेरि के भन्दा यहाँ तल है पुरै पानी छ है यहाँ तल खोलो छ सुहाँ गरेर सुसाइरह यहाँ तल यस्तो सुसाइरहेको छ कहाँ तल छ है पुरै खोलो पनि रातो छ यहाँबाट यो देखिँदैन कहाँ वहाँ तल पानी देखिया अहिले हो त्यो यस्तो छ यो हाम्रो यो पोखराको सेती नदी भाँसिएको ठाउँ रहेछ कि जस्तो लाग्यो मलाई होइन त्यत्रो तर खाल्टो छ त अनि यता केही पनि छैन अनि त्यो पानी कहाँबाट आएको भन्ने कुरो यहाँ थाहै छैन पुरै यो यत्रो जङ्गल छन् हल्का रात परिसकेको छ मासतिर उमेश यार यहाँ त रातिवासी डराउनु दिन्छ होला यार हेर त यस्तो घना जङ्गल छ है हेर न यता भित्र कस्तो डेन्जर जङ्गल हो दाउराहरू पनि यत्तिकै फाल्दा रहेछन् है यो रुखहरू कस्तो ठुलो जङ्गल र रुख मात्रै रहेछ त नि यहाँ यार राजाहरू बस्ने ठाउँ यहाँ हामी गएको ठाउँमा सेन्दाई क्रिस्टल भन्छ होइन क्यास्टल सेन्दाई क्यास्टल भन्छ हो यहाँ चाहिँ यो राजाहरू पनि बस्थे अरे पहिला मैले सुन्नमा आएको है बस्थे कि बस्थेनन् भन्ने कुरो अब त्यहाँ
फाइनल्ली पुरै थाहा भयो होइन उहाँको फोटो भिडियोहरू पनि खिचिरहेका छन् यहाँ यता के हो त यहाँ माथि के होइन ढुसको मात्रै हो यता यो लास्ट उकालो रहेछ यार उमा चाहिँ चुखरे त यहाँ पुरै लास्ट ठुलो जङ्गल रहेछ क्या भित्र केही पनि देखिया छैन तर बस्न आउने यस्तै जङ्गलहरू भित्रबाट ठ्याक्क माथि थुङ्का गरेर बस्नु धेरै राम्रो हो नि पछि स्वास्थ्यहरूको लागि पनि क्या हो कि भन त यस्तै बाटो तिम्रो यहाँ त साइकलमा आए पनि जान सकिँदो रहेनछ नि बाँसीबाट आउँदा ब्रेक लाएन भने खाल्टा नालीभित्र बसिन्छ यहाँ यहाँ ब्रेक नलाउने अन्त ऊ छुट्टिन्छ यो घनाघोर जङ्गलमा रात परिसक्यो है बाघ भालु त आउँदैन होला सायद आयो भने खान्छ अब क्या नानीले त होइन एकछिन त लडिन्छ दुइटा भाषी एउटा बाघ आयो भने आउँछ कहाँ यहाँ माथिबाट खान नपाइनु चाहिँ आउँछ ए यहाँ फेरि अर्को फाइनल्ली जस्तो यो मूर्तिहरू भयो जस्तो यो यतातिर त ड्यामझर अन्धकार जङ्गल छ यतातिर यस्तै मूर्ति भएतिर यो अझै 480 मिटर माथि जान छ यस्तो उकालो हो थपै लाग्यो यार धेरै भएर रहेछ यार नेपालबाट आएपछि यो उकालो आइरहेको त बानी बिग्रियो छ घरतिर हुँदाखेरि त अब उकालातिर हिँडिन्थ्यो नि त त्यही त बजारतिर आउँदा नि घरतिर पनि बाइकमा हिँडे गरिन्थ्यो अलि हिँड्ने बानी कम भइगयो यहाँ पछि त अब झन् जहाँ जाँदा नि साइकल अनि ट्रेनमा 1300 बाटो हिँड्दाखेरि यस्तो यो उकाला सडको त फोक्सो फुल्यो यार साँच्ची हो मलाई त गर्मी भयो त जाडो भएको थियो तल यो घरहरू भएको ठाउँ भयङ्कर हुरी चलेको थियो तर यो बुट्टाहरू भएको ठाउँमा जङ्गलमा फेरि हावा छ्याक्कै यो हावा लागेन है थकै लाग्यो यस्तो बिजक रमाइलो भयो थकै लाग्यो यार उमेश ल नि तिमीले भिडियो खिच न उमेश ल नि भिडियो खिच न होइन कि यस्तरी हिँड्दै गएको म अगाडि बोल्दै जान्छु जस्तै तिमी अब पछाडि बोल्दै बोल्दै अब के त्यो नठ्याउ है त्यो घच्चक घुच्चक नपार बिग्रिन्छ यस्तरी साइकलमा पनि आउनु मिल्छ थाकियो साँच्ची गरिन्छ यो मास्क लाएर हिँडिरहेको अहिले यो मास्क लाएर हिँड्दाखेरि सास फेर्न पनि दुःख हुने अहिले अक्सिजन नपुग्यो यत्रो हिँडेको कति 1 वर्षपछि त्यही भएर मैले 4 बजेमा हुने चाहिँ रमाइलो हुन्थ्यो क्या माथि बसेर टक्क एउटा कफी सफी हानेर दिदो हानबाकी भइहाल्छ नि त्यत्रो रेस्टुरेन्ट सबै हुन्छ नि नत्र निन्दा लाग्दैन के गर्नु हामीसँग केटी सेटी कोही छैन यहाँ जाउँ बन्दैछ क्या ठक्क
ल यो चाहिँ गेट ठ्याक्क पुग्यो अब यो के हो र यो चाहिँ गेट हो यहाँ चाहिँ बनाउँदै रहेछन् के हो रेटिङ छ नि रातभरि बस्यो नि डेटिङ आयो हान्न अब घर जान्न हाम्रो त जापानका पसल हुने क्या यहीँ के छ त यहाँ जुस के सर बेलाको रहेछ बेलाको कफी नखाम कोका कोला खाम कोका कोका कोला त्यो कोक पनि खाए कि दिने एउटा लैजाम न अलि उस हेर अरूतिर हुन्छ क्या अब जुसहरू मास्तिर छ अरू पनि छ यहाँ पनि जितन भएको यो पनि जुसै त त्यो मिठो खालको भन्ने उता चाहिँ ऊ यहाँ छ सिटी चाहिँ फाइनल्ली यस्तो रूपमा हामीले ठ्याक्कै हेर्न सकिन्छ है ए नेट पनि चल्दैन के अब नेट चल्छ त ए यहाँबाट देखिने भनेको यही नै हो अब एकछिन पछिको अझै रातिको अझै नाइट भ्यू छ मैले अझै एउटा दुइटा भिडियो चाहिँ नाइट भ्यूको पनि देख्छु यहाँबाट त्यसपछि यो नाइट भ्यू पनि देखाउँछु मैले ठ्याक्क सबै 48बाट हानिरहेको छ अहिले यो हामी भएको ठाउँभन्दा त होटल हो त्यो अर्को यो वेस्टर्न होटल ठुलो रहेछ है माथि देखिरहेको क्यामेरामा पनि ऊ त अर्को बिल्डिङ पनि ठुलो देखिएको छ र अनि यताको पनि कहीँ पनि अर्को देखिएको छ यता मासतिर गएर यतातिरै यस्तो छ यतातिर फेरि उनातिर फेरि यता यस्तो छ है यस्तो छ साथी लाउरे फेरि यहाँ आफ्नो ह्यान्डसम हुन आइरहेछन् यता यो यस्तो छ टिकटक बनाउने अरे उता उहाँ पनि सबैजना यसरी बस्ने आउने गरिरहेको यसरी बुढाबुढी होला होइन यसरी आएर बस्ने गर्ने गरिरहेका छन् अब यस्तो छ सिटीको चाहिँ फाइनल्ली भ्यू अन्तिम भ्यू भनेको यही नै हो यही हो यहाँबाट देखिने अझै एकछिनपछि अझै छक्क यो अझै अँध्यारो भएपछि म देखेँ मैले दिउँसो ठ्याक्क यो साँझ पख आउँदाखेरिको भिडियोहरू खिचेको थिएँ होइन साँझ आउँदाखेरिको भिडियो खिच्दाखेरि चाहिँ साँझ चाहिँ अलि अर्कै थियो यहाँको यताको लाइट अहिले चाहिँ लगभग यहाँ रात परिसकेको छ क्यास्टलबाट मैले यो भिडियो हानिरहेको छु यो अहिले यो रातिमा चाहिँ यो ठ्याक्क अहिले यो यस्तो देखिन्छ यहाँ चाहिँ अरू मान्छेहरू पनि एक दुईजना दुई चारजना अरू मान्छेहरू छन् उतातिर अलिअलि मान्छेहरू पनि छन् यताको यो रातिको भ्यू यो भनेको यो घोडामाथि हिजोको यो जमानाको यो राजदरबारै पनि रहेछ पहिलाको पछाडि उहाँ टावर ठडिरहेको छ उहाँ टावर बत्ती बलिरहेको छ ट्याक्क अनि यो तलतिरको भ्यू अहिलेको तलतिरको भ्यू ताजा भ्यू यस्तो छ कस्तो यो इन्ट्रेस्टिङ कस्तो राम्रो खालको रहेछ धेरै चाल रमाइलो देखिँदो रहेछ है सिटी देखिँदो रहेछ यो पुरा सिटी देखिया छैन यसको अब यो जुन यसको यो ब्याक साइड यो जङ्गल जुन देखियो यो अगाडि जुन जङ्गल छ यो जङ्गलबाट अगाडि पनि उतातिर पनि यो ठ्याक्कै यो सिटी पर्छ यो अब यो आधा सिटी पनि देखिया छैन यहाँबाट थोरै देखिरहेको छ अनि यो उता यो जुन यो टावर देखिएको छ यो टावरभन्दा पछाडि पनि सिटी देखिन्छ यो सिटी चाहिँ अहिले छेकिया छ हो यो टावर भएको यो डाँडो छ यो जङ्गल डाँडो यो डाँडाले छेकिरहेको छ यो अहिले जानको अलिकति थोरै भाग यहाँको जस यो 25% सिटी चाहिँ देखिएको छ यसको 75% सिटी त पुरै यसले छेकिरहेको छ यो जङ्गलहरूले यताउता अनि यो पछाडिको भागले यसले छेकिरहेको छ यो लाइटहरू पनि यो कस्तो राम्रो बनाएको रहेछ यो है यो चाहिँ यो तल यो उसै छ होटलहरू छ यहाँ होटलहरू रहेछ त्यही भएर होटलको यो डिजाइन यो गाडीहरू पार्किङ गर्ने ठाउँमा पनि यस्तो यो लाइट हालिदिएको क्या हो यो जुन हो यो त्यहाँ अलि वहाँ पर गाडीहरू पनि छन् वहाँ देखिया छ हल्का अहिले वहाँ त त्यहाँ अहिले रेल हिँडिरहेको छ त्यहाँ हो है
त्यहाँको त्यो पुलभित्रबाट रेल दौडिसक्यो। यहाँ चाहिँ यस्तो छ। प्लस अब चाहिँ फर्किन पर्ने पनि हुन्छ। हामी फर्किन्छौँ। सुरुमा त यो हामी यसरी रातिमा आएर यसरी एउटा भिडियोहरू बनाइरहेका छौँ। तपाईँहरू सबैजनाले च्यानललाई सब्सक्राइब गरेर सहयोग गरिदिनु होला। फेसबुक पेज छ युआर सुशील भन्ने फेसबुक पेज छ। फेसबुक पेजमा फलो गरेर जोइन हुनु होला, लाइक गरेर। यो माथि यो जुन लडाइँ हुने उस थियो होइन, माथि यो तरवारको जस्तो पनि छ त्यो माथि टोपीमा। त्यहाँ खुकुरीहरू पनि छ, पछाडि त्यहाँ बाँडहरू केहरू पनि छ। ठ्याक्क यो घोडामा हिँडेको छ है। अनि यो यहाँ यो यस्तो छ, यो यस्तो यो मन्दिरहरू जस्तो बनाएर यहाँभन्दा माथिबाट यो चाहिँ यस्तो बनाइया रहेछ। यहाँ यो एकदम दामी रहेछ। यो पनि एकदम सही रहेछ घुम्नको लागि। घोडा ठ्याक्क खुट्टा बङ्ग्याएर घोडा दौडिन लाग्यो बनाइया रहेछ। बनाउनु पनि त्यस्तै खालको बनाएको रहेछ। यो यतातिर यस्तो छ। त्यो रुख पनि कस्तो रहेछ उमेश, माथि हेर न त्यो रुख है। त्यो रुख पनि कस्तो भाँचिएको जस्तो एकतिर गएको जस्तो रहेछ यार टुप्पोमा। त्यो रुख पनि अर्कै रहेछ। यस्तो बनाइया रहेछ। यो चाहिँ यस्तो छ है, पहिलाको यो राजदरबार राजाहरू बस्ने ठाउँ माथि यस्तो छ। यताको साइडबाट त अब कस्तो देखिन्छ, यतातिर कस्तो छ होला। अब रात परिसक्यो। अब यहाँ यो चारैतिरबाट यस्तै यो लाइट हान्दै रहेछ, लाइट हानिदिइरहेको छ। अगाडिको चाहिँ यस्तो छ है, घोडा चाहिँ अगाडि यस्तो छ है। यता पछाडि चाहिँ लाइट हानिदिएको छ नि। यो लाइट यति चर्को छ नि, यो यसले नै यो उज्यालो बनाइरहेको छ। यति चर्को छ। ल अब चाहिँ फर्किन पर्ने हुन्छ। भयङ्कर रात पर घर पुग्दाखेरि 10 बज्ने भयो। पछाडि यस्तो छ, यता यो लाइटहरू फिटिङ छ। उमेश आजको तिमीलाई यहाँको यो के लागिरहेछ त? आजको घुमाइ कस्तो लागिरहेछ त? यता फर्केर भन न, एकछिन बोला न। आजको तिमी अब यो घुम्न आइयो, दुईटा भएर यस्तरी घुम्न आइयो होइन, तिमीलाई कस्तो लागिरहेको छ त? रमाइलो भयो हुन त। अलि चाँडो आएको होइन, झन् रमाइलो हुन्थ्यो क्या। अब हामी कहिले आउन सक्छौँ फेरि यहाँ? जुन दिन आयो नि अब अलि दिउँसै आउने कि। अब चाहिँ दिउँसो अलि केही खानेकुराहरू पनि बनाएर त्यो हिसाबले दिउँसै बस्नेर आउने कि यसो यो घुम्नेरी यत्तिकै घुम्नेर आउने कि? यत्तिकै घुम्ने 3-4 बजीतिर पुग्यो ठिक हुन्छ क्या। डाँडामा अब गर्मी सुरु हुन्छ, यहाँ शीतल हुन्छ। यहाँ आउने भिडियो फोटो खिच्ने जाने। ल अब हाम्रो कुरो त्यही भयो। फेरि अर्को दिन आउने। तिमीले यहाँ एउटा भिडियो खिच आउने। यसरी यहाँ यो फोटो खिच्ने ठाउँहरू पनि रहेछ होइन। हामी आउनको लागि हल्का समय म्यानेज गर्दाखेरि हल्का ढिलो पनि भयो। त्यही भएर अलि यहाँ पुरै भिडियो हाल्न सकिनँ। म अब फेरि 3-4 दिनपछि फेरि पुनः यहाँ आउनेछु। यहाँ यो तातो जुसहरू कफीहरू केही खाऊँ भनेको, यहाँ तातो कफीहरू चियाहरू खाऊँ भनेको। पुरै यो चिसो रहेछ यहाँ अब यो जापानिजमा लेखेको खै चुमेताई भनेर लेखेको छ। कोकहरू यिनीहरू सबै चिसोमा हुने कुरा भयो। यहाँ छ तातो? यहाँ पनि तातो छैन है। चिसो खानलाई जाडो छ कि चिसो कोक्सो खाने? नखाने? त्यही त क्या, यत्तिकै हल्का मौसम चिसो हल्का जाडो भइरहेको छ। त्यो चिसो अब के खाइचाल भएर यो चाँडै नै बन्द हुँदो रहेछ। पुरै होटल पनि रहेछ, यो बन्द भइसक्यो। आउँदाखेरि उज्यालो थियो, अहिले चाहिँ अन्धकार। पहिलाको त्यो वनमा त बहुत अँध्यारो होला है झन् है। आउँदाखेरि त त्यस्तो अँध्यारो भइसकेको थियो। त्यो जङ्गलमा डराउने दिन छ यार अब हामीलाई यार। लाइट बालेर जानुपर्छ कि अब यार त्यो जङ्गलमा। यहाँ तातो छ, चुमेताई नै हो। हान्दै जाम्बो हो त्यो पिडिआर लेपर भन्ने के हो त्यो? ओ माथि यसमा हो, यो बिचको टपमा। त्यो कहाँ जे पाइदा हेर, यहाँ त खानेकुरै त हो नि। हो यो 0 सुगरवाला कोक रहेछ क्या। हो यो ओरिजिनल कोक झिकाउँ न। के भन्नु कि तिखा लाग्यो मलाई त। नाइन पानी छ यहाँ? पानी भए पनि किन्नु हुन्छ। यहाँ रहेछ क्या, यो पानी रहेछ क्या यहाँ? यो त होइन यार, पानी पनि राम्रो खालको पानी छैन। त्यो त मिठो न, मिक्स जिक्स हो त्यो टमाटरहरूको नमिठो हुन्छ क्या। त्योभन्दा त हो यो कोक झिका क्या। त्यो तितो कफी के खाने यार? अलि गुलियो अलि मिठो हुने कुरा खाऊँ नि यार। हो यो झरलम त हो यो कोक झरलम त है। कोक ओके एकै यता एकै कोका कोला। त्यत्रो कहाँ खाइन? घर लिएर जाऊँ ल, हातमा झुल्नाउँदैन नि त।
नाइ ल सानो ल स्पेट हम ल यो पैसा हेर त खुजुरा पैसा कति छ मेरो पर्समा फेरि पैसै हुन्न कि म गरिब छु नि त यार छ कि छैन 500 को डबल 60 दिन्छ हाल त त्यहाँ यस्तो है सिस्टम ल दियो कति हाल्यो र पैसै फिर्ता दिएन त पैसै झऱ्यो नि त बल्ल झऱ्यो यत्रो बेर लाग्यो यार किन पैसा दिएन भन्छु म त लुटुवा रहेछ है पैसा फिर्तै नदिएको अहिलेसम्म ल ट्याक्कै यो किन्ने है न त यहाँ मान्छे बेच्ने मान्छे छ न त पैसा फिर्ता गर्ने मान्छे छ पैसा हालो खानेकुरा आयो पैसा फिर्ता आयो सिस्टम यस्तो भइसक्यो यी नेपालतिर हुने होइन अब के गर्दै यो जाँड खाने अनि यहाँभित्र भएको पैसा नि फुटालेर चोर्ने अनि त्यसपछि गएर यो खानेकुराहरू पनि चोर्ने एटिएम फुटाल्ने ठाउँ त हो नेपाल अहिले चाहिँ भयङ्कर अँध्यारो भइसक्यो पुरा यो उताको लाइट मात्रै देखे यस्तो यता त लास्ट अन्धकार भइसक्यो है यतातिर यस्तो भइसक्यो आउँदाखेरि हल्का सास पर्न लाग्यो थियो अब फर्किँदै यो रुममा फर्किने कुरो गर्ने भयो अब रुममा फर्किनु पर्यो नेपालतिर त यति बेला लगभग दिउँसोको अहिले ठ्याक्क भन्नुपर्दा अहिले नेपालको 4 बजिरहेको छ यतातिर यस्तो देखिन्छ बाटोमा हल्का हल्का यो लाइटहरू पनि छ उकालो आउँदाखेरि त उहो धेरै भएको थियो नेपालबाट अस्ति यो उकालो नहिँडेको त थकै लाग्यो पसिनै छुट्यो उकालो आउँदाखेरि उमेश डराउनु दिन्छ क्या यार हेर त अगाडि हेर त है डर लाग्दो अन्धकार छ त अगाडि त नेपालतिर चाहिँ घना जङ्गलतिर गयो राति राति कुखुराहरूको शिकार गर्न जान्थे केटाहरूसित हिँडिन्थ्यो त्यस्तै चाल धन्न यो बाटामा लाइट थियो र नाइ भने त त्यहाँभित्र कस्तो छ त्यहाँ केही देखिएन नि त्यस्तै हुन्थ्यो है यो रुखहरूले ढाकेर मास्तिरको उज्यालो नै आउन पाउँथ्यो होइन जुनहरूको मोबाइलको बत्ती बालेर हिँड्न पर्थ्यो हामी भित्रबाट जाने कि रोडै जाने रोडै जाऊँ गाडी आएन उताबाट अझै नि मान्छेहरू आइरहेको नै अब यो कस्तो भन्दा जक्सन आइसक्यो यहाँ केटाकेटीबाट ठ्याक्क बोयफ्रेन्ड गर्लफ्रेन्डमा ठ्याक्क यस्तो गरेर ठ्याक्क यो रातिमा ठ्याक्क आउने यो एकदम सही छ यिनीहरू चाहिँ यो यहाँका चाहिँ होइन छन् कि यिनीहरू विदेशीहरू रहेछन् यिनीहरू घुम्नका लागि आएका रहेछन् त्यही भएर म त्यहाँ इङ्ग्लिसमा भन्न लागेको थिएँ अब तिनीहरू बुझ्छन् नि त होइन तिनीहरू विदेशी आएछन् त्यही भएर इङ्ग्लिसमा यो गर्लफ्रेन्ड बोयफ्रेन्डहरू आउने ठाउँ आइछ यो रातिमा ठ्याक्क मिलेर आउने ठाउँ आइछ भनेर भन्न लाग्थ्यो अनि तिनीहरू त अब अमेरिकन तिनीहरू त अब इङ्ग्लिस बुझ्ने भयो यहाँका पो जापानिजहरूले पो बुझ्दैनन् र इङ्ग्लिसमा जे भन्दै पनि हुन्छ तिनीहरूलाई आजकल त अलिअलि बुझ्छ त्यस्तो धेरै बुझ्दैनन् मैले कति ठाउँ हिँड्दाखेरि कुरा गर्दाखेरि यहीको देखिरु भनिदिन्छु अनि त्यसो कति भएले देखि माछन् भन्छन् सिधै देखि नै भनिदिन्छ त्यो ती त अमेरिकन रहेछन् कि अस्ट्रेलियन रहेछन् त्यस्तै रहेछन् टुरिस्ट भिजामा आएको होला तिनीहरूले बुझ्छन् होला म चाहिँ होइन यस्तो अन्धकार त्यही है अहिले रुममा फर्किँदै होइन हामी रुममा फर्किँदै यता भित्र आयो है यता भित्र आयो कस्तो दामी हो क्या तर यो ठाउँ है यस्तो भित्र पनि पुरै चिसो बनाइदियो होइन तात्नै पाउँदैन यति अग्लो क्या यो माथि यताबाट हावा आउने ठाउँहरू छ छक्क यता यस्तो छैन यता हामी यता होला हो यताबाट गयो अन्त हामी त उहाँमा हिँड्यो त अस्ति नै लाइट बोलेको थियो नि त्यहाँ पुगिन्छ यता होइन यार हामी दुइटा हिँडिरहेको छौँ फेरि सिलपारामा हाम्रो दिदी बाटा चुरो ठाँदै बस्दै गरेछन्
हाम्रै दिदी भन्ने त होला होइन कसको दिदी भन्ने त यो तर यो अरूभन्दा नि यहाँको त यो गमला कटाइ पनि डेन्जर हो कि हेर न यो गम यो फुल जस्तै गरेर चक्क झारपाटेको कति मजाले काटेको हो कि यो यस्तो सही काटेको यो बाटो छोड्दा नि यता आउनु उनीहरूको साइड आउनु दिदी आउनुभएको छ पछाडिबाट तर दिदीहरूको त्यहाँबाट रन किन्नु रहेछ यार यस्तो रन्केर हिँड्दाखेरि हामीलाई उछिनिदिनु भयो यो दिदीले लास्ट दौडिनु रहेछ म त अब उकालातिर गएर थाकेर आएको भएर पनि हिँड्न सकिरहेको छैन लोत परेन रात यार रातभरि काम गर्नुभन्दा अहिले थकै लाग्छ उमेश यार बुझ्यौ रातभरि काम गर्नुभन्दा अहिले थकै लाग्छ यार लास्ट थकै लाग्यो खुट्टाहरू दुखिसक्यो यार चप्प गरेर सुतेपछि त यार अब त एकैपाल भोलि बिहान बिउजिन्छु म त यसो घरतिर भएदेखि यति बेला सुत्ने मेसो गरिरहेको थियो होला ननिदाएको होइन